मर्निङ। म चाहिँ यहाँ यसो वाकमा हिँड्दैछु किनभने मलाई ज्यान घटाउँछ, राम्रो ज्यान घटाउँछ। के गर्नु, यस्तै मोटो छ, 4-5 छ, 104-5। म चाहिँ यसो हिँडिरहेको छु यहाँ खोला, यता खोलामा नजिकै चौर छ, त्यहाँ चौरमा हिँडिरहेको छु होइन कि हिँड्नु सुरु गर्दैछु। अब यो उमेरमा पनि 105 104 हुनु भनेको त नराम्रो हो नि त होइन। त्यही भएर यसो घटाउने हो भनेर हिँडिरहेको छु। हेर्नु कतिसम्म घट्नु सक्दो रहेछ, कहिलेसम्म। चाँडोभन्दा चाँडो घटाउनु पर्छ। अनि ल यो चाहिँ हिँड्ने चौर आइहाल्यो। पछाडि सिन पनि हेर्नु, अबै बाबाले आउने कि बाबाले। कस्तो ज्यान होला त हौ मेरो। हिँड्दाखेरि त स्यास्या हुने हो, थाक्ने। कतिसम्म मोटो होला, बिजोग भएछ हौ। म त बिजोग, हिँड्दाखेरि त थाक्ने। दौडिनु त खुरै छोडिदिनु न। बिस्तारै घट्नुपर्छ। अब घटेर त केही पनि गर्नु छैन, घट्नु मात्रै छ। हिँड्नु पनि गाह्रो छ हौ, हिँड्नु पनि गाह्रो छ। बिस्तारै स्टामिना बढाएर दौडिनुपर्छ, उफ्रिनुपर्छ, के गर्नुपर्छ मलाई। हेरौँ कहिलेसम्म सक्छ। हरेकचोटि 2 महिना 3 महिना त रेगुलर हुने हो, त्यसपछि बढी त सक्दैन। योपालि चाहिँ घट्नु नै छ कि घट्नु नै छ, त्यही भएर।
जे गरेर नि गाह्रो बेलैमा ज्यान घटाऊ है केटा केटाकेटी हो केटा म त भन्दैछु फेरि बेलामा ज्यान घटाऊ है नत्र गाह्रो हुन्छ यार म त अहिले हेर बोल्नु धरिसकेको छैन फ्या फ्या गएँ त मेरो जिन्दगी गाह्रो गाह्रो ठाउँ चाहिँ राम्रो छ जे होस् चिटिक्क परेको होइन आनन्दको ठाउँ चाहिँ राम्रो छैन त अब त्यो स्कर्टहरू चाहिँ एक्सर्साइजहरू चाहिँ म बिस्तारै बढाउँछु अब एकैचोटि गऱ्यो भने थला बल्ल भोलिदेखि नआउला त्यही हो त्यही बिस्तारै बिस्तारै बढाउनुपर्छ यत्रो वर्षसम्म केही नगरेको ज्यान एकैचोटि गर्नु पनि भएन नि त होइन त्यही भएर अब बिस्तारै बिस्तारै बढाउनु छ हेरौँ रिजल्ट के आउँछ 70-75 ल्याउनु छ योपालि जसै भयो भने 25-30 किलो त घट्नै छ गाह्रो छ न त गाह्रो न त कम गाह्रो हुन्छ 70-75 आएन भने अब पनि गाह्रो छ हात त्यस्तो गर्दा गर्दा नि दुख्दो रहेछ फेरि भाइ हात यति गर्दा नि दुख्ने हात उति गर्दा नि दुख्ने जे गर्दा नि दुख्ने अझ 10-15 मिनट होइन त्यसपछि घरतिर जाउँ ल आजले यति टाइम पनि भयो काम पनि लाग्यो नि त अब त राम्रै लाग्यो फेरि काम पनि राम्रै लाग्यो त्यही भएर बिस्तारै घरतिर लागौँ अनि के छ र ज्यान चाहिँ बेलामा घटाऊ है ज्यान चाहिँ बेलामा घटाऊ रिग्रेट हुन्छ यार रिग्रेटै हुन्छ नि त्यो रिग्रेट हुनुभन्दा अगाडि ज्यान घटाउने बस्ने नत्र त घाम हेर न घाम एक्सर्साइज गर्नु त मन थियो नि हिँड्नु मन थियो के गर्नु घामले जा भने घरतिर त्यही भएर हिँडेको आज त जासिम जा ल्याऊ है घामले त्यही भएर हिँड्दा घरतिर घर जाने बाटो के छ गाह्रो त लोत गाह्रो हुँदो रहेछ नि एक्सर्साइज गर्दा त खाएको सुत्या जस्तो हुन्छ सजिलो खानु र सुत्नु सजिलो रहेछ
एक्सर्साइज गर्नु त अब्बुई कहाँ गर्नु सजिलो होला एक्सर्साइज गर्नु नदिनु पनि काममा त रेस्ट होला के होला अब म चाहिँ अब एकछिन हात खुट्टा धुन्छु खोला पनि छ नि त हाम्रो फेरि राम्रो हाम्रो खोला छ नि त फेरि होइन राम्रो लाग्यो नि त खोला ठक्क लाएर यहाँ हात खुट्टा धुम उहाँ ठुलो खोला छ अब हात खुट्टा धुम्ला ठुलो खोलामा केले जानु त्यो सानै खोला ठिक छ आछु जाडो महिनामा खोला पनि चिसो हो यो चप्पल लगाएर आएको चाहिँ यही हो कि खोलामा आनन्दले खुट्टा भिजाउनु पायो नि त होइन अब मुख धुन्छ खोलाको चिसो पानीले मुख धुन छुट्टै मजा आउने क्या आजलाई चाहिँ एक्सर्साइज पुग्यो अनि के भन्न चाहन्छु भने मैले चाहिँ बेलुकाको जिम जोइन गराएको छ त्यहाँ हाम्रो साथीले खोलेको छ जिम आऊ न आऊ साथी आऊ भनेको थियो अब घट्नुको लागि जानु पनि पऱ्यो बेलुका जिम बिहान अलिअलि मिहिनेत गर्नु पऱ्यो नि त होइन भनेर गरेको हाम्रो साथीको जिमको नाम चाहिँ एनी टाइम फिटनेस हो हेरौँ अब साथीले 3 महिनामा घट्छ 3 महिनामा घट्छ भन्छ मेरो ताल त्यही हो अल्छी आया गाह्रो भयो भनिहाल्छु हेरौँ अब के हुन्छ ल यति भन्दै अब बेलुका भेटौँ ल जिममा बाई